हेलो गाइज यो विक म फ्राइडे रेकर्ड गरिरहेको छु यो भिडियो चाहिँ भोलि काम छ होइन शनिबार सो यो विक चाहिँ प्रफिटेबल विक भयो मैले तीनवटा ट्रेड लिएको थिएँ तीनवटैमा प्रफिट भयो तर म भन्छु पहिला मैले ट्रेड लिएको चाहिँ केमा भन्छ पहिला हेर्छु म फर्स्ट ट्रेड चाहिँ एनजेटीसीएचएफ यसमा होइन यसमा क्लियर छैन यो टार्गेट अनि सर्ट पोजिसन यो 1 आवर भ्यालु ग्यापको रिजेक्सन अनि स्टप लस यही रिजेक्सनको हाई अनि टार्गेट 1:2 यति गर्दाखेरि स्टप लस टार्गेट हिट भएन यो फर्स्ट ट्रेड थियो मेरो अनि सेकेन्ड ट्रेड चाहिँ युरो जेपीवाई यसले चाहिँ के भन्ने हैन यसले चाहिँ गर्नु पर्यो अब त्योभन्दा ट्रेड लिएको चाहिँ मैले वेन्सडे हो हैन तबसम्म यो क्यान्डल बनेको थिएन यस्तो थियो अरे स्टार्ट न्यू मैले 4 आवरमा गएँ 4 आवरमा जान साथ यो फेयर भ्यालु ग्यापमा एन्ट्री गरेको मैले यो किनभने ड्र अनि लिक्विडिटी नजिकै थियो त्यो 4 आवर फेयर भ्यालु ग्यापमा के सपोर्ट लिएको देखेर मैले त्यो बिचतिर एन्ट्री गरेँ टार्गेट चाहिँ जस्ट अलिकति हाई अनि स्टप लस चाहिँ ठ्याक्क 1:2 बनाएको थिएँ मैले भेरी क्लोज यस्तो थियो स्टप लस यस्तो थियो हैन फ्यु पिप्सले मेरो टार्गेट हिट भएन लगभग कति पिपले टार्गेट हिट भएन भने लगभग कति पिप्सले टार्गेट हिट भएन 4 पिप्स 4 पिपले टार्गेट हिट भएन अनि मैले हो त्यही नै होल्ड गरेँ आज फेरि पनि हुँदैन पछि डाइरेक्ट हिट गर्यो तर मेरो चाहिँ 1:2 मै निस्किए 1:2 मै निकालेँ मैले यो एउटा ट्रेड यो प्रफिट अनि अर्को चाहिँ एनजेटीसीएचएफ अर्को ट्रेड मैले हिजो लिएको थिएँ थर्सडे यो चाहिँ मैले जस्ट राति लिएको के थिएन जस्ट यतिकै सेटअप बनेर लिएको तर टार्गेट हिट भयो पनि किनभने बेरिस अनि प्लस यहाँ डेली स्विङ लो छ इज ओभरअल इज भेरी बेरिस ओभरअल पुरा बेरिस छ अनि यहाँ डेली स्विङ लो छ अनि म 4 आवर फेयर भएकोमा गएँ यहाँ देखेँ मैले 4 आवर फेयर भएकोबाट यहाँ रिजेक्सन लिएछ 2 क्यान्डल रिजेक्सन लिएछ यहाँदेखि अनि म खास बिचमा एन्ट्री गर्छु भनेको तर यसले एन्ट्री गर्न पाएन त्यसपछि मैले राति उठेर चाहिँ यो 4 आवर फेयर भ्यालु ग्याप बढेको थियो त्यहाँबाट ठ्याक्क यहाँदेखि रिजेक्सन लिन साथ मैले एन्ट्री गरेँ अनि यहाँको एन्ट्री लिन साथ म स्मल क्वान्टिटीमा लिएको थिएँ मैले जस्ट के हुन्छ भनेर किनभने अलरेडी दुईवटा ट्रेडमा प्रफिट भइसकेको थियो मेरो त्यसपछि अनि यसमा फेरि लस भयो भने आज फेरि के हुन्छ भनेर लस भयो भने फेरि प्रफिट जान्छ भनेर बरु सानो क्वान्टिटीमा प्रफिट भयो ठिकै छ नभए नि प्रफिट भयो ठिकै छ नभए पनि अब धेरै ठुलो लस नहोस् भनेर जस्ट कति सानो क्वान्टिटीमा 0.33 लटले लिएको थिएँ टार्गेट हिट भएछ भने यसमा चाहिँ धेरै $130 कति प्रफिट गर्थ्यो ओभरअल चाहिँ यो चाहिँ ओभरअल कति प्रफिट भयो भने 358 प्लस 394 प्लस 136 ओभरअल चाहिँ $888 प्रफिट भएछ यो चाहिँ आज फ्राइडे हो फ्राइडे मैले एउटा ट्रेड हेरिरहेको छु सिएचएफ जेपीवाई हो मैले ट्रेड हेरेको चाहिँ किनभने आज फ्राइडे हो अनि मन्डे ट्युजडे वेडनेसडे थर्सडे सबले ग्रिन फ्राइडेदेखि नै भनौँ न फ्राइडेदेखि नै सबै ग्रिन क्यान्डल बनाएको छ र आज फ्राइडे हो फ्राइडे चाहिँ जस्ट म यो
यो हाई स्विप हुने वेट गरेको छु कि जस्तो यो हाई स्विप गरेर एउटा 15 मिनट फेयर भ्यालु ग्याप बनायो भने चाहिँ मैले एउटा एन्ट्री लिन्छु भनेर बसिरहेको छु जस्ट अरू त के होइन त्यही मेरो एन्ट्री हुनेछ यदि मैले यसमा ट्रेड लिएँ भने चाहिँ म नेक्स्ट विकमा चाहिँ अपडेट गर्छु अहिले आजलाई यति नै थ्याङ्क यू